बुझ्नै पर्दाखेरि अब यसपालि भन्नुभयो सबैजनाले अब बजेट नपुगेको रहेछ हाल्नु पर्यो भनेर भन्नुभयो। बजेट त त्यति नै हो। अहिले 20 अर्ब हाम्रो थपिया छ सिलिङ भन्दा माथि, त्यो पनि सायद सचिवज्यू हाम्रो सुरक्षा निकायका प्रमुखज्यूहरूलाई सबैलाई थाहा छ। मैले कति गुहार गरेँ भने त्यति 20 अर्बको लागि हैन, धेरै दुःख गरेर त्यति पनि थपियो। चाहिने धेरै बजेट हो अझै पनि हामीलाई। अब सुशासनको कुराहरू आउँछ यसमा हैन, गुड गभर्नेन्सको कुराहरू आउँछ, विपद व्यवस्थापनको कुरा आउँछ, अब ड्रग कन्ट्रोलको कुराहरू आउँछ, बोर्डर पेट्रोलिङको कुराहरू आउँछ। यो सबै विषयहरूमा लास्टमा चाहिने बजेट। अब बजेट त छैन हामीसँग, दिएको त छैन। त्यही भएर मेरो आग्रह चाहिँ के छ भन्दाखेरि चाहिँ हजुरहरूले पनि एकचोटि पहल गरिदिनु भने हाम्रो मन्त्रालयमा यसो बजेट थपिन्छ कि भन्ने मैले पनि आशा गरिरहेको छु। सदनमा यसो उठेर बोलिदिनु भयो भने, 2-4वटा शब्द बोलिदिनु भयो भने हजुरकोबाट नि वेट गइदिए त्यो प्रेसर जाँदै गर्दाखेरि ल है गृह मन्त्रालयमा चाहिँ बजेट छैन रहेछ, गृह मन्त्रालयको मन्त्री आफै पीडित रहेछ, मन्त्रीलाई न्याय दिनु पर्यो भनेर भनिदिनु भयो भने मेरो विचारमा त्यसपछि मैले अरू अझै एकदमै इफेक्टिभ वेमा चाहिँ हामीले चाहिँ हाम्रो निकायहरू चाहिँ काम गर्न सक्छ जस्तो लाग्छ मलाई चाहिँ है। रहेको कुरा हाम्रो विपद व्यवस्थापनको कुरामा पनि विषयमा पनि तपाईको यसमा लगभग मैले 11 वर्ष काम गरिसकेको विपद व्यवस्थापनमा। यो लगभग म सबै सुकुम्बासी दाजुभाइ दिदीबहिनीहरूलाई मेरो विशेष तर्फबाट चाहिँ म माफी पनि माग्न चाहन्छु, किनभने यो खासमा मैले देखिरहँदाखेरि मलाई पनि गाह्रो भएको थियो र अलिकति म यसकै विषयमा अलिकति धेरै खटेको हुनाले पनि यो अलिकति राम्रो हिसाबमा गर्न सकिन्थ्यो होला, प्रिभेन्टिभ वेमा गर्न सकिन्थ्यो होला नि मलाई पनि लागेको चिज हो हैन। कुनै कुरा सही छ भने सही नै भन्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। त्यही भएर यो विषय पनि डिजास्टर आइसकेपछिको जुन चाहिँ फेज छ त्यस्तै सिनारियो देखिएको छ। टेन्टमा बस्ने, स्यानिटेसनको कुराहरू आउँछ हैन, उहाँहरूलाई रिहेबिलिटेसनको कुराहरू आउला, त्यसपछि रिलोकेसनको कुराहरू आउला हैन, त्यहाँ अब कतिजनालाई सेनिटाइजेसनको कुराहरू आउला। यो यावत कुराहरू सबै लगभग डिजास्टरकै सिनारियो जस्तो देखिरहेको छौँ हामीले अहिले पनि। अनि गृह मन्त्रालयबाट हामीले यसलाई चाहिँ क्लियरली अहिले हाम्रो 48 घण्टा भएको छैन, तर एउटा निर्देशन चाहिँ हिजो पनि एउटा हामीले प्रिपेयर गरिरहेका छौँ र आज दिने हाम्रो विचारमै थियो र म आफै पनि यसको अनुगमनमा जाने मेरो विचार नै छ। त्यही भएर हेमानज्यूहरूलाई यो सजेसन दिनुभएकोमा धेरै धेरै धन्यवाद। म यसमा सिरियसली लाग्छु र डिजास्टर अब जुन चाहिँ आउनेवाला छ, अब हामीले मेरो विचारमा त्यो हजुरलाई याद छ कि छैन, एउटा नानी पनि बितेको थियो त्यतिखेर हाम्रो नखुको ठाउँमा होला, नखुमा होला हैन, नखुमा तपाईँको छतबाट बच्चा बगेको अवस्था थियो। त्यतिखेरको टाइममा धेरै कुरा गर्न सकिन्थ्यो जस्तो लाग्छ मलाई पनि हैन। त्यहाँ हेरिराख्दाखेरि हामीले हेभी लिफ्टिङ ड्रोन नेपालमा पहिलोचोटि राहत वितरण गरेको हामीले थियौँ त्यतिखेर हाम्रो सिन्धुपाल्चोकमा काभ्रेमा। ड्रोनको माध्यमबाट हामीले राहत वितरण कार्यक्रम गरेका थियौँ। त्यसै गरी अहिले 200 केजी लिफ्टिङको हेभी लिफ्टिङ ड्रोनहरू आएको छन्। अब यो खरिद गर्नलाई पब्लिक प्रोक्योरमेन्ट एक्ट 45 दिन चाहियो। अब यो त्यो ड्रोन आउँदाखेरि मनसुन छिटिसक्छ। हेर्नुहोस् कस्तो खालको एन बनेको। एटलिस्ट हामीलाई पनि काम गर्न सहज बनाउने गरी एन बनाइदिएको भए त हामीले पनि केही गर्थ्यौँ ल। अब त्यो एन संशोधन गर्नलाई फेरि अब मान्छेहरू उड्दिनु होला यो गरौँ भनेर। अब फेरि सभामुखजीले बस्नुहोस् हजुर बस्नुहोस् भनेर फेरि भन्नुपर्ने होला। त्यो बस्नुहोस् हजुर भन्नु जेलसम्म तपाईँ बसिन्जेलसम्म चाहिँ मनसुन पनि सिद्धिने अवस्था हुन सक्ला। त्यही भएर यसमा पनि मानिसहरूको अलिक सहयोग चाहिला जस्तो छ मलाई पनि, किनभने आई वुड लाइक टु से द्याट राज्य चलाउनु भनेको हामी सबैजना मिलेर चलाउने हो। मेरो विचारमा कुनै पक्ष विपक्ष भन्ने चाहिँ हामीले हेरिरहेका छैनौँ। यसमा तपाईँहरूको सजेसन्सलाई मैले एकदमै सिरियसली लिएको छु। अझै सजेसन्सहरू दिनु होला। हजुरले भने जस्तो अब यसपछि उठेर गए पनि सदनै जाने हो, सदनमा पनि फेरि हजुरलाई भेट्ने नै हो, त्यसपछि लामो कुरा हुने नै हो। म त धेरै जस्तो हजुरलाई भेटि नै रहेको हुन्छु। त्यही भएर यस्तो कुराहरू कहीँ तपाईँले मलाई सदनमा देखिहाल्नु भयो भने, कुनै कुरा छ विषयवस्तु छ भने म यसलाई सिरियसली
लिन्छु पनि, सजेसन्सहरू लिन्छु पनि, र त्यसलाई सजेसन मात्र होइन कार्यान्वयन पनि गर्ने तर्फ चाहिँ म लाग्छु। अन्तिममा यो जुन चाहिँ कुराहरू उठाउनु भएको छ, हाम्रो एउटा कल सेन्टरको कुरा भयो होइन, मान्छेले उठाउनु भएको थियो यो कल सेन्टरको कुरा, यसको लागि पनि मैले यहाँ नोट गरिसकेको छु होइन। र यो टेक्स्ट बुकमा हामीले पढाइराख्दाखेरि पनि यो हो भनेर उहाँले भन्नुभयो जस्तो, हाम्रो माननीय निष्कल राईज्यूले भन्नुभयो जस्तो त्यो एजुकेट पो गरिरहेको छौँ कि जस्तो पनि एउटा हुनसक्छ क्या। यसले गर्दा पढाइ पो रहेको छौँ कि यो ड्रग युज गर है भनेर, किन क्युरियोसिटी, बच्चामा धेरै क्युरियोसिटी हुन्छ कि। तपाईँ हामी सबैजना एउटा बच्चामा हुँदाखेरि धेरै क्युरियस थियौँ नि, त्यस्तै तरिकाले अहिले त झन् एकदमै क्युरियस हुने बच्चाहरू छन्। त्यो हुँदै गर्दाखेरि कस्तो तरिकाले गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हामीले यसमा होमवर्क गर्नुपर्छ जस्तो लाग्छ, एकदम गहन छलफल गरेर बल्ल अगाडि बढ्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। र प्रिभेन्सन इज बेटर देन क्योर भन्दै गर्दाखेरि हाम्रो एक दुईजना मान्छेले पनि भन्नु भइरहेको थियो होइन, यसलाई चाहिँ हामीले प्रिभेन्ट गर्दा नै ठिक हुन्छ, साथसाथै बाँकी कुराहरू पनि सँगसँगै लगाउनु पायो भने, यसो अलिक बजेट हाम्रोमा आइदियो भने चाहिँ अझै त्यसलाई पनि अलिक प्रभावकारी रूपमा चाहिँ हामी एक्ट गर्न सक्छौँ जस्तो लाग्छ है। अहिले मान्छेहरूले चाहिँ हामीलाई किन युद्धमा जानु भनेर भन्नु भइरहेछ, ल तिमीसँग चाहिँ सानो चुप्पी छ है भनेर भन्नु भइरहेछ। युद्ध चाहिँ ठुलो छ, चुप्पी लिएर जानु भनेर भन्नु भइरहेछ। अब अलिकति ठुलै तपाईँको अब प्रिपेरेसनको साथ तपाईँहरूले मान्छेहरूले हामीलाई पठाइदिनु भयो भने हामीलाई पनि सजिलो छ। हाम्रो तर्फबाट गर्ने पहल त छँदैछ, तर त्यहाँ सदनबाट पनि हजुरहरूको आवाजले गरेर अलिकति हामीलाई सहयोग पुग्छ कि भन्ने हाम्रो आग्रह हो। अनि अन्तिममा यो अब हुने थियो भने पहिल्यै भइसक्थ्यो। हेर्नुहोस् हजुर, मैले देखेको अनुसारमा जुन चाहिँ ड्रग प्रिभेन्सनको कुराहरू हामीले गरिरहेका छौँ, जहाँ चाहिँ हाम्रो बोर्डर एरिया, सीमा नाका एरियामा चाहिँ जसरी हाम्रो भाइ बहिनीहरू, छोरी चेलीहरू जसरी अफेक्टेड भइरहेको हुनुहुन्छ, यो जुन तरिकाले चलेको थियो त्यो तरिकाले हुने भए पहिल्यै हुन्थ्यो। वी हेभ टु रिफर्म इट। यो पुरै प्लानै तपाईँको स्टडी गरेर रिफर्मेसन गरेर अब चाहिँ इफेक्टिभ वेमा कार्यान्वयन हुने हिसाबले र इराडिकेसनतिर कम्प्लिट एनाइलेसन, यसको चाहिँ तपाईँको सोर्स नै हामीले बन्द गर्नको लागि चाहिँ हामीले एउटा रिफर्मेसन प्लान, यो होल एन्टायर ड्रग कन्ट्रोल प्लानमा चाहिँ हामीले ल्याउनुपर्छ जस्तो लाग्छ। फर इक्जाम्पल यसको सोर्स मेन मुख्य कन्ट्रोल गर्नुपर्ने चिज जुन चाहिँ म मन्त्रालय पहिला आउँदाखेरि मैले एकचोटि यसमा स्टडी पनि गरेको थिएँ, र यसमा स्टडी गर्दै गर्दाखेरि धेरै जस्तो क्रस बोर्डर तपाईँको पेट्रोलिङ, सर्भेलेन्स, अपरेसन्स, यस्तो कुराहरू चाहिने देखिएको थियो, जहाँ कि तपाईँको चाहिँ धेरै जस्तो तपाईँको भारतबाट ड्रग्सहरू इम्पोर्ट हुने, नेपालबाट चाहिँ गाँजाहरू जाने, विशेष गरी तपाईँको त्यो हाम्रो पूर्वी क्षेत्रतिर देखियो स्टडी अनुसारमा, डाटा अनुसारमा पनि होइन। सो यसलाई चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ तपाईँको चाहिँ यसमा हजुरहरूले सजेसन पनि दिनु सक्नुहुन्छ होइन। पछिपल्ट नि अब सदनमा गएर पनि तपाईँले मलाई भेट्दै गर्दाखेरि यसमा अलि यो थपौँ त्यो थपौँ भनेर भन्नु पनि सक्नुहुन्छ। तर अहिले हामीले अलिकति यसलाई अलिकति हेर्दै गर्दाखेरि चाहिँ एउटा जोइन्ट अपरेसन, जहाँ कि यसको सोर्सको कहाँ हो, इन्डियाको कुन त्यो बोर्डरको एरियामा कुन ठाउँमा छ भनेर पत्ता लगाएर उतापट्टि बोर्डर पारी पनि उहाँहरूको हाम्रो एसएसबीको हाम्रो स्पेसल कन्ट्रोल्सहरू हुन्छ, स्पेसल युनिटहरू हुन्छ, त्यहाँबाट हामीले उताको कारबाही उतै गरेर यताको कारबाही यतै गरेर दुई ठाउँबाट गऱ्यौँ भने हामीले धेरै कन्ट्रोल हुन्छ जस्तो चाहिँ हामीलाई लाग्छ अहिले चाहिँ। त्यो भयो भने सोर्स कन्ट्रोल भइहाल्यो। त्यसपछि जति हामीसँग छ यता प्रिभेन्सनको लागि बजेट यता थप्दै गरौँला, काम गर्दै गरौँला, तर मेन चाहिँ सोर्स कन्ट्रोल गर्नुपर्ने चाहिँ हामीले एकदमै महत्त्वपूर्ण देखिरहेको छ, मैले एकदम इम्पोर्टेन्ट र अर्जेन्ट देखिरहेको छु यसलाई चाहिँ। त्यही भएर हामीले यसको लागि चाहिने निर्देशन होइन, यसको लागि चाहिने प्लान्स, इम्प्लिमेन्टेसन प्लान्सहरू भयो, अनि यसको इफेक्टिभनेसको बारेमा पनि हामीले डिस्कसन गरेर हामीले चाहिँ यसलाई चाँडै नै अगाडि बढाउने योजनामा छ। बाँकी मैले देखेको मेरो विचारमा यति नै जस्तो लाग्छ मलाई होइन। कुनै कुरा हाम्रोबाट कमी कमजोरी भएको छ भने जुन चाहिँ हामीलाई चाहिने सजेसन्सहरू छ भने चाहिँ प्लिज हामीलाई यसै गरी सजेसन्सहरू दिनु होला। हामीले यसलाई एकदम गहन रूपमा हामीले हेर्छौँ, यसलाई एकदम इम्पोर्टेन्ट रूपमा हेर्छौँ र हामीले त्यही अनुसारमा इम्प्लिमेन्टेसनमा लाग्छौँ। नयाँ स्टाइलमा हामीले नयाँ तरिकाले यसलाई प्रभावकारी हिसाबले हामीले कुनै योजना बनाएर हामीले हजुरहरूको अगाडि प्रेजेन्ट गर्ने छिट्टै नै बाचा गर्दैछौँ। हस्, धेरै धेरै धन्यवाद। थ्याङ्क यू।